अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। कुरान केवल पढिने किताब मात्र होइन, यो सम्पूर्ण मानव जातिका लागि मार्गदर्शन, रहमत र सफलताको स्रोत हो। यही महान उद्देश्यका साथ हाम्रो बालबालिकाको हृदयमा अल्लाहको किताब सुरक्षित गर्ने पवित्र सङ्कल्प लिएर 2078 साल असोज 15 गते हाम्रो हिफ्ज सेक्सनको सुरुवात गरिएको थियो। सुरुवातमा हामीसँग केवल 20 जना विद्यार्थीहरू थिए। सानो सुरुवात थियो, तर उद्देश्य महान थियो। यात्रा सुरु भएको केही समयमै कोरोना महामारीका कारण करिब 1 वर्षसम्म पठन पाठन प्रभावित भयो। परिस्थितिहरू सहज थिएनन्, चुनौतीहरू पनि कम थिएनन्, तर अल्हम्दुलिल्लाह अल्लाहको कृपा, अभिभावकको अमूल्य विश्वास र शिक्षकहरूको मेहनतले हाम्रो यात्रा कहिल्यै रोकिएन। आज 2083 सालमा आइपुग्दा 53 जना विद्यार्थीहरू कुरानको नूरसँग आफ्नो जीवन उज्यालो बनाउँदै ज्ञान र इमानको यात्रामा अगाडि बढिरहेका छन्। अल्हम्दुलिल्लाह अहिले हाम्रो विद्यालयमा 10 जना विद्यार्थीहरूले हिफ्ज पूरा गरिसकेका छन्, जसमा 2081 सालमा 2 जना र 2082 सालमा 8 जना विद्यार्थीहरूले सफलतापूर्वक हिफ्ज सम्पन्न गरेका थिए। ती उपलब्धिहरू केवल तथ्याङ्क होइन, बरु वर्षौंको मेहनत, सब्र र दुआ र कुरानप्रतिको विश्वास हो। हामीले यहाँ विद्यार्थीहरूका लागि बसोबास, खानापान, अध्ययन तथा आवश्यक हेरचाहको उचित व्यवस्था गरेका छौँ। हामी केवल हिफ्जमा मात्र सीमित छैनौँ। समयको आवश्यकता, विद्यार्थीहरूको उज्जवल भविष्यलाई मध्यनजर गर्दै हिफ्जसँगै इङ्ग्लिस, म्याथमेटिक्स, साइन्स, हेल्थ, नेपाली तथा सामाजिक लगायत नेपाल सरकारको पाठ्यक्रम अनुसारका विषयहरू पनि अध्यापन गराउँदै आएका छौँ। किनकि हाम्रो उद्देश्य केवल हाफिज तयार गर्नु मात्र होइन, दीन र दुनिया दुवैमा सफल, शिक्षित, सक्षम र असल चरित्र भएका व्यक्तित्व निर्माण गर्नु हो। अल्हम्दुलिल्लाह विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको छ। इस्लामिक शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यले हामी हिफ्ज सेक्सनका लागि छुट्टै नयाँ भवन निर्माण गर्ने तयारीमा छौँ। इन्शाअल्लाह यो भवन केवल एउटा संरचना मात्र हुने छैन, बरु कुरानको भावी हाफिजहरूको सपना, मेहनत र उज्जवल भविष्य निर्माण गर्ने केन्द्र हुनेछ। हामी विश्वास गर्छौँ कि आज कुरानका आयतहरू हाम्रो हृदयमा सुरक्षित गरिरहेका यी साना विद्यार्थीहरू भोलि आफ्नो अभिभावकहरूको गर्व, समाजका लागि प्रेरणा र उम्मतका लागि अमूल्य सम्पत्ति बन्नेछन्। उनीहरू केवल कुरान कण्ठ गर्ने मात्र होइन, कुरानको शिक्षालाई आफ्नो जीवनमा उतार्ने, असल आचरण र उच्च नैतिकताको नमुना बन्नेछन्। कुरानको नूरले उज्यालिएका हृदय, आधुनिक शिक्षाले समृद्ध मस्तिष्क र असल चरित्रले सजिएको जीवन निर्माण गर्ने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। इन्शाअल्लाह हामी सबै अभिभावक, दिनप्रेमी दाजुभाइ, दिदीबहिनीहरूलाई यस पवित्र यात्रामा दुआ, साथ, सहयोग र हौसलाका लागि हार्दिक अनुरोध गर्दछौँ। अल्लाह तालाले यस प्रयासलाई सहज बनाइदिनुहोस् र यसलाई सदकाए जारियाको माध्यम बनाइदिनुहोस्। आमिन।